छोटो मिनी ब्लग। आज म क्लास केआइटी को क्लास लिन गइरहेको छु। गर्मी सुरु भइसक्यो लगत्तै। कोरियामा अब यतिको लुगा चाहिँ लाएर हिँड्न सकिन्छ। अब बस स्ट्यान्डतिर लगेको आज कोरियाको तपाईलाई साकुरा फुलेर एकदम राम्रो देखिरहेछ। आज रोडहरू बाटोहरू हाम्रो स्कुलको वरिपरि पनि छ। अब म त्यो दृश्यहरू तपाईलाई देखाउने छु। यस्तै हुन्छ कोरिया। बस कुरिरहेको अब कति 30 मा आउने भनेपछि 31 भयो। 1 मिनेट ढिलो भइसक्यो। फेरि टाइम चाहिँ अलिकति 1 मिनेट 2 मिनेट ढिलो भयो नि त। टाइम त ठ्याक्कै टाइममा हुन्छ। त्यो बाटो खाली छ पुरै। डाँडोले मारो अहिले फुल फुलिरहेको भएर अलि हल्का हल्का चिसो चिसो छ। यो माथिको बाटो भनेको यो बुसान जाने बाटो हो। एक्सप्रेस हाइवे। ल हेर्नुहोस् फुल फुल्न सुरु गरिसकेको छ। हाम्रो यहाँ त एउटा रुख छ। उतापट्टि गए पनि अलिक धेरै छ। यहाँनिर चाहिँ एउटा मात्र रुख रहेछ। त्यो बुढालाई बाटो थाहा छ। बाटो एकदम राम्रो टेङनामदेखि बस चढ्छु। बस खाली छ, मान्छे छैन। बिदा हो घरमा आएर बस्छु होला। बस खाली छ। ल अब अर्को स्टेसनमा भेटौँला। भेट्नुभन्दा अगाडि एउटा यस्तो बाटोमा फुल देख्नु तपाईँहरूलाई। यो साकुरा चाहिँ हाम्रो यता साइडमा यो छन् दङ यतापट्टि। यो हाम्रो सिजन 버스 소리에서 알았고 이제는 많지가이 경북 사랑의 시작. 내 고향 경북을 사랑한다면 고향사랑 기부에 동참해주세요. 기부금 내고 새해 공대 받고 남미품도 받으세요. 함께해요. 경북 사랑. एक्लै छ खाली मोबाइल खोजेर बस्नु। उताबाट चढेको बजार सिजाङबाट म मात्रै छ बस्नु एक्लै। प्राय यो ठुङ 10 भनेको बस। 이번 정류장은 북부동 주민센터입니다. 다음 정류장은 영남대 앞입니다. This stop is 소정아, 프로인 만점이라며? 응, YBM 어학원과 함께했지. 동성로 YBM에서 인생 점수를 만나고 취업 준비까지 끝내세요. गर्ने बनाएको छ। कोरिया हाम्रो तेलुगुको सियाचनको हरियो लाइनको अन्तिम जग भन्नुपर्छ। यो हाम्रो ठुलो युनिभर्सिटी चाहिँ यङनामडे युनिभर्सिटी। लगभग हाम्रो गाउँ जत्रो छ यार यो युनिभर्सिटी। ताकि अगाडि यो स्कुटरहरू चाहिँ यिनीहरूको एप हुन्छ छुट्टै। अनि त्यो एपमा इन्स्टल गर्ने अनि तिम्रो लाइसेन्स नम्बरहरू हाल्ने के भर्ने। त्यसपछि अनि त्यहाँ माथि यसको क्युआर हुन्छ। क्युआर गरेर कुदाउने अनि त्यहीँबाट पैसा तिर्नुपर्छ। यो एपबाटै ब्याङ्क एड गरेर। ल साकुरा ढकमक्क
छक्क फुलेछ। यस वर्षको साकुरा अब कति दिन बस्ने हो यो साकुरा पनि थाहा छैन, झर्नु सक्छ छिटै। ल हेर्न आउने मान्छेले नाम दे म टक्क लगाएर आउनु होला। पुरा युनिभर्सिटी भरि छ यो। अझ माथि अझ बबाल छ अझै। यो त अलि यो मात्रै हो। माथि गयो भने दुवै साइडमा एकदम दामी हुने गरी रोपेको छ। हाम्रो युनिभर्सिटीहरू पनि यस्तै भइदिएको भए आहा यस्तो पो हो त नि रमाइलो। हाम्रो केटाहरू अब निस्किने बेला भयो यताबाट यहाँबाट। अब हाम्रो त थियो एरियाबाट आउने साथीहरू अहिले आएको छैन। म हिँड्दै राखौँ अहिले। तिनजना त हिँडिरहेको अगाडि। नाम चाहिँ युनिभर्सिटी भनेको यत्तिको चाहिँ हुनुपर्छ ल। बबाल छ नि। वाह सेट अलि चिसो चिसो जस्तै छ। यो मेन इन्ट्रान्स गेट। चिसो चिसो लागिरहेछ। घर कहिले जाने हो नेपाल थाहा छैन। कोरिया आएको पनि लगभग 2 वर्ष कट्यो मेरो। अब घर गएर पनि के गर्नु, काम दाम छैन। अब बाबामासँग कुरा भइरहेछ। अब पैसा यति सबै सेभिङ गर्नै सकिँदैन क्या। महँगो यति छ कि पैसा जति कमाए पनि नपुग्ने रहेछ। नेपालको त 10-15 हजार स्यालेरी आउँदा पनि धेरै लाग्थ्यो। यहाँ अब त्योभन्दा पनि बेसी आउनु त आउँछ तर खर्चहरू पनि त्यति नै छ हौ। के कता कता के त एक दिन पैसा आउँछ, 1 महिनासम्म पैसा, अनि त्यसपछि गएको गई कहिले कता साध्यै छैन। गाह्रो छ नि। अगाडि फुलहरू राम्रो छ एकदमै राम्रो फुलहरू। हाम्रो नाम फोटो खिचिरहनु। कलेज पारी उतापट्टि साइडमा त भित्रपट्टि साइड यस्तो दामी छ नि यो फुल फुलेर। यो साइडदेखि लगेर पुरा युनिभर्सिटी हो। उतापट्टिको भित्र गएपछि यस्तो दामी बबाल छ फुल रोपेको साइड साइडमा। पुरा सानो छ नि त। अनि सानो त्यहाँ बेलुकामा सानो गाडीहरू आउँदो रहेछ, सामान लिएर बेच्दो रहेछ। स्ट्रिट फुड जस्तै हो। यस्तो उकालो छ क्या पर त। यहाँ छ नि उकालो हो। यहाँ त अलि फुल छैन। त्यो साइडमा त्यो साइड उपरको साइडमा चाहिँ छ। 최고 좋겠다. 꺾는지 잘해. 잘해 사람. 하지만 한국은 워낙 대학 입시 경쟁이 치열하니까 어쩔 수 없는 것 같아요. 요즘 아이들은 학교와 학원 공부 때문에 힘들게 10대를 보내는 것 같아서 안쓰러워요.